आज चाहिँ म भकुन्डो काटेर खान्छु। सो हेलो गाइज, ब्याङ्कमा एउटा काम हुनाले साइकल चलाएर ब्याङ्क जान्छु र त्यहाँ एउटा सानो चेक भर्छु। त्यसपछि त्यहाँबाट निस्किन्छु। त्यसपछि लेजर लाइट किन्न जान्छु किनभने भाइले किनेर ल्याउन भनेको थियो र पसलमा गएर एउटा लेजर लाइट किन्छु। त्यसपछि फर्केर घर आउँछु। त्यसपछि एकैछिन आफ्नो सेटअप पनि तयार गर्छु र यो भकुन्डो मैले हिजो हाट बजारमै किनेको हो र सुरुमा म यसको माथिको भाग काट्छु र माथिको भाग काटिसकेपछि 4-5 लाइन लाइन काट्छु र तपाईहरू पनि हेर्न सक्नुहुन्छ भकुन्डो एकदमै पाकेको छ र म थोरै भकुन्डो चाखेर पनि हेर्छु किनभने एकदमै मिठो बास्ना आउँदै थियो र तपाईहरू यो भकुन्डोले आफ्नोतिर के भन्नुहुन्छ कमेन्ट गर्नु होला। यतातिर अठन्नी पनि भनिन्छ यसलाई र त्यसपछि एक एक गरी म सबै अठन्नी छिल्छु र तपाईहरूको टाइम बचाउनको लागि म्याजिकले छिल्छु र छिलिसकेपछि अब पालो हो एक एक गरी पल्प निकाल्ने र म एक एक गरी फटाफट पल्प निकाल्छु र फाइनली मैले सबै पल्प निकालिहाले जसमा चाहिँ यति धेरै छिल्काहरू निस्किन्छन्। अब यसमा हाल्छु नुन, हल्का तेल र हरियो खुर्सानी। त्यसपछि मजाले सबैले मिक्स गर्छु। त्यसपछि हाम्रो भकुन्डो रेडी हुन्छ। म त मजाले खान्छु। भिडियो मन पर्दा लाइक एन्ड च्यानल सब्स्क्राइब गरिदिनु होला। आजलाई यति नै, ल बाइ।